कोरिया आएर चाहिँ सेयर मार्केटमा नखेल्ने चाहिँ कमै हुनुहुन्छ होला, अथवा विदेशमा भएर पनि सेयर मार्केटमा नखेल्ने चाहिँ कमै हुनुहुन्छ होला। म पनि धेरै त भएको छैन कोरिया आएको, 4 महिना जति चाहिँ भयो। म पनि लाग्दैछु त्यसमा चाहिँ। मैले चाहिँ अलिकति मात्र इन्भेस्ट गरेको छु, त्यस्तो खासै होइन। एकचोटि हेरौँ है त। हिजो छोडी अस्ति चाहिँ बियाजालको किनेको थिएँ, 35 किता किनेको थिएँ। किन्न चाहिँ 261 मा किनेको, अहिले त घममै घटेर आज त 224 मा क्लोजिङ भएको छ। सिक्नको लागि मात्रै किनेको मैले चाहिँ, सिक्नको लागि बिस्तारै सिक्दैछु। अनि यो उसमा चाहिँ के अरे विन नेपालको चाहिँ कसलाई पर्यो त? यो उस चाहिँ सेयर चाहिँ कसलाई पर्यो? एक्चुअली कमेन्टमा भनिदिनु होला है त। मलाई त परेन कि रे, नट एलोटेड भयो। यो चाहिँ खासमा मैले नेपालमै खोलेको यो डिम्याटहरू चाहिँ, मैले विदेशी कोटा चाहिँ बनाएको छैन। यति है त।